बोकै यसैले आमालाई नि बोक्नु आउँछ राम 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 गान ए कति राम्री हौ हेर्दै स्वर्गकी अप्सरा जस्तै यस्तै चाहिँ मेरो मनभित्र बस्थ्यो भने त गाँथे मेरो त जिन्दगी नै सुध्रिन्थ्यो नि गाँथे ज्याम्म अँगालो हाल्न पाउँदा त नि धेरैमा टोक तेरा बुद्धि शक्ति नै भयो त यता चाहिँ के यता पनि छैन त के आइरहेको यो मलाई यता गर छैन हो सुन्नुहोस् त है त मेरो त ओठ मुखै सुकेर आयो गाँठी के गर्ने त अब के खानुहुन्छ त अब त गाँथे मै नै खान पाए त हुन्छ ए मै पो खाने सँगै बसेर खानुहोस् है सँगै पो ल भइहाल्छ नि पहिला आँखा चिम्लिनुहोस् म खोल्नु भन्छु अनि मात्र खोल्नुहोस् है ल ल ल आँखा चिम्लिनुहोस् त यो केटा यहाँ चाहिँ साह्रै खतरा होला जस्तो छ आज चाहिँ मार्ने भयो यसले त भाग्नु पर्ला जस्तो छ एउटा ज्यान चाहिँ बचाउनै पर्यो त्यति पनि गर्दिनँ होला त म तिम्रो लागि गरिहाल्छु नि गाँथे के सम्म त गर्थ्यौ म अघिदेखि त्यही पनि आँखा चिम्मै त गरिरहेको छु नि होइन ए तिमीहरूलाई राम्री केटी देख्नै नहुने होइन मै खाइहाल्नु पर्ने त्यो पनि गाग्रीमा पानी हुँदा हुँदै पक तिमीहरूलाई म साँच्चै नै असली मै खुवाउँछु कति राम्रो मान्छे हुनुहुँदो रहेछ अनि कति इमान्दार पनि एकछिन आँखा चिम्म गरिराख्नुहोस् है ल नजिक आउनुहोस् त मै खानुहुने होइन त्यो त खाइहाल्यो नि यहाँ चाहिँ घाँटी सुकेर हिँके हुन आदि सकिसक्यो अहिले तेरो डिस्टर्ब गरेर मर्दैछु हेरी नगर न हौ कालु कस्तो आमा अघि त तिम्रो त के हो शरीर त कमाल छ त अहिले त साह्रो परेछ त यो त के भयो मैले नगरे भयो पुग्यो कुन दिनको दशा लाग्यो त मलाई आमा मै खान्छु भनेर मरेछु मै त मजाले खाएको छ नि हो त्यो त खाइयो नि गाँथे मोरीको गालै मिठो रहेछ जति खाए पनि खाउ लागिराख्नु फेरि ढिङटङ्ग मादलको तालमा आफू त खतरा मान्छे पो त गाँथे यस्ता जिन्दगीमा त मै त कति गाँथे अब 2-4 दिन यसै गरी खाँदै गइस् भने 2-4 दिन पहाडी त मसान घाटतिर हो कि देख्दै पो देखिन्छ यसो अब आधा खाएको नि धेरै खायो भने तँलाई चाहिँ के मतलब नि गाँथे खाना त खाएको हो नि फेरि तँ जस्तो पानी मर्मा मान्छे हो हामी त हेर मर्दा बाउको छोरा पनि त गाँथे अब हाम्रा बाउ भन्दा चाहिँ खत्रै होला तर म भन्दा चाहिँ खतरा होइन क्या बुझेस् नि आफू त अब हाइएस्ट 9001-2035 प्राप्त कम्पनीवाला मान्छे अब हेर्न बुझ्नु अब त्यो जेसुकै लाइसेन्स प्राप्त मान्छे भयो भने समय आएपछि थाहा भइहाल्छ नि त्यो त को कति खतरा मान्छे हो भनेर तैँले जति नै गरे पनि नि म जतिको हुन सक्दैनस् क्या त बुझिस् नि बाघबुढो र स्याल चम्देरी कहिले एउटै हुँदैन बुझिस् लाइन अब रछन् बाउ भित्र रछन्
छैन नि घाँटे त्यतातिर रहेछन् त छैनन् अब कहाँबाट आउँदै होला नि अहिले मार्ने भयो अब गाग्रो साग्रो पनि फुटिहाल्यो के गर्नु गाग्रो साग्रो पनि फुटेको तँलाई चाहिँ तरुनी देख्ने बित्तिकै हेरिराख्नु पर्छ तैँले चाहिँ फेरि अन्त म कहिले तरुनी नदेखे जस्तो घाँटे हामीले यत्रो भइसक्यो र त देखेको छैन अब सुन अहिले बाउले आएर ढाडसाड खुस्काउँछन् कुरो बुझिस् नि पछाडि गएर लुकिराखौँ अब मार्छन् अहिले हो अब कहाँ हिँड्न तिम्रो बज्जिया मराहरू खेत जोत्न क्या भाउ खेत जोत्न त्यही त जोत्नु पर्यो नि बारी सबै बाँधेको बाउ कसले जोतिदिन्छ आफ्नो काम आफै गर्नुपर्छ होइन त्यही त बेला न कुबेला खेत जोत्छन् भदौ असोजमा खेत जोत्ने समय हो अब भाउ हुँदैन त भादो आसन नेताहरूले चाहिँ अहिले संविधान बनाउँछु भन्छन् अर्को पटक संविधान बनाउँछु भन्छन् अहिले चाहिँ असारमा बनाउँछु भन्छन् अब हेरौँ त चाहिँ कुरो है तर आज हामीले खेत चाहिँ जोत्नुपर्छ भन्ने हामी चाहिँ हिँड्न लागेको त्यही त भनेको जोत्नै पर्छको बाउ कि नेताहरूले देश बिगारो भनेर हामीले हाम्रो जग्गा पनि खेतबारी पनि बिगार्ने गुरुक यो हलो जुवा यहाँ राखेर घरको काम गर्छौ गर्दैनौ बाले भन्नु न हुन्छ अन्त हामी त के नि भन्नु छ कति जिद्दी गर्छन् भने नि बुढा काट्ने नसक्नुको झन्डा आउँदा भाउ पानी र पानीको कागज खोइ त अनि अब त्यो त मलाई के थाहा बाउ अब मैले बोक्न सक्दिनँ यसलाई चाहिँ भनेको छु लालुलाई सोध न यसलाई थाहा होला नि गाँटी ए मलाई त थाहा छैन सबै यसैलाई थाहा छ है भाउ यसैलाई थाहा छ बुझ्नु नि तिमीहरू आफू लडाइँ गर्छौ काम चाहिँ केही गर्दैनौ बाउ पनि अचम्मै कुरा गर्छन् हामी मिल्छौँ नि होइन हामी त कहाँ त्यो नेता जस्तो झगडा गर्ने हो र भाउ हामी त साह्रै मिल्छौँ नि त्यही त नि अब त्यो पानीको कुरा चाहिँ नि भाउ सबै यसलाई थाहा छैन मलाई नि थाहा छ भने भन्दैन तँलाई थाहा छ त सबै भन्ने त पानी चाहिँ नि भाउ के भयो भने नि पानी चाहिँ सबै सुकिहालेछ पनि घाममा सुकेर भएको एउटा पानी ल्याउने र राख्ने भाँडो थियो त्यो पनि फुक्ताएर सक्यो होइन सक्यो भाउ यो जिरेले सबै सको भएको एउटा भाँडो थियो त्यो पनि सक्यो हेर्नुहोस् है भाउ अब यही हो सबैभन्दा खत्तम चाहिँ यही हो बुझ्यौ नि भाउ नकर मुला त पनि उही ड्याङको मुला त होस् नि ए कालु एउटै राम्रो काम गर्दैन जाऊ त मेरो त्यो भित्रबाट पेटीकोट लिएर आऊ त काम त हामी कति गर्छौँ भने घाँटे तर कसैले दिँदैन त्यही त दिने भए त दिनभरि बसेर हामी त्यही काम गरेको गरिहाल्थ्यो नि भाउ है यो पनि अलिअलि मोटा आउँथ्यो अब के गर्ने त्यस्तै अब खै भाउले अब दिने होइन त्यो त हो नि भाउ तर कसले दिने र ए हो त अब चाहिँ मेरा पनि रमाइला र सुखका दिन आउने भएका हो बाउको अब साह्रै रमाइलो दिन आउने भयो क्या बाउ अब खाटोमाथि बस्ने छोराहरू तलबाट बाउलाई सेवा गर्ने क्या बाउ ढुक्क गरेर बस्नु न कति रमाइलो छोडिदिनु न छोराहरू छँदैछौँ नि हामी बाउको छोराहरू क्या बाउको छोराहरू काम त म खोजिहाल्छु नि केटा हो के चिन्ता गर्छौ बरु अलिकति टाढो खोजेन बाउ साह्रै गाह्रो भइसक्यो मलाई त ल काम त भइहाल्छ नि बरु भन न बाबु के चाहिँ काम गर्न आउँछ त तिमीहरूलाई जिन्दगीमा त्यही एउटा काम त गर्न लाग्यो नि हामीलाई अब ठुलै काम गर्न आउँदो रहेछ डाकाहरूलाई हे प्रभु के दिनमा चाहिँ यस्ता जमारा छोरा जन्माएको मेरो भाग्य लालु तिमी जाऊ त पल्लो घरमा गएर पैसा सापट्टि बाउले भनेको थियो अरे भन्न मागेर लिएर आऊ त हेरी बाउ अघिदेखि पेटमा ढिसको यार केही खुवाएर पाए भनेको के गरेको तिमीले कुटेर गाँथे के छ भने भन न तिमीलाई भोकै मात्रै लाग्छ है अनि लाग्छ त केही काम छ भने भन न बरु काम गर तिमी जाऊ लौकेको घरमा गएर मेरो पेटीकोट मागेर लिएर आऊ जाऊ पेटीकोट ठिकै सधैँभरि यहाँनिर राजनीतिक कुरा गर्दै गाउँ घुम्दै गर्ने म चाहिँ यहाँ घरको काममा दलिनु पर्ने म यहाँ घरको काममा दलिन्छु नि यहाँनिर उसको सामानहरू पनि लु काम दलिँदै यहाँ बस्नु राजनीतिक कुरा गर्दै गाउँ घुम्दै तिनवटा
ल हेर सबै घरको सामान फालिछ आज एउटा केही बाँकी रहन्छ होइन के गरे कि तिमीले यो मान्छे हाँस्दैनन् छरछिमेकी हाँसेनन् भरे भात केले खानु सबै बाहिर फालेपछि ए बल्लका सरी भयो हजुरको त आउनुहोस् हजुरलाई तातो चिसो के सेवा गरौँ त आउनुहोस् न आउनुहोस् जाउँ भित्रै आउनुहोस् अब थाकेर हजुर आइपुग्नु भएको होला बिचरा हजुर चाहिँ अनि के छ त अनि देशको हालखबर यसपालिको चुनावमा त तिमी नै प्रधानमन्त्री हुन्छौ होइन त होइन के खाएर मन्त्री हुनु नि त्यसै कुरा गर्दै भइगयो रक्सी बियर दारू सारू खाऊ न आखिर आजकलका नेता मन्त्री कर्मचारी सबैले यसै गरी रक्सी त खान्छन् नि भर्खर त चुनाव आउँदैछ अहिले त राम्रो मान्छे हुनु पर्यो नि सभासद त हुन पाएको छैन मन्त्रीको कुरा गर्छु नाफा नघाटा तातो नछाडेको यो राजनीति गरेर चाहिँ किन हिँड्नु पर्यो नि नरिसा न बुढी नरिसा यो घर त तिमीले नै रोक्नुपर्छ त तिमीलाई डुला बुढा अब तिम्रो घरमा तिमी नै बस तातो नछाडो म त बस्दिनँ अब त नरिसाउ न बुढी नरिसाउ आखिर यो घर तिमीले नै रोक्नु त पर्ने हो पर्दैन तिम्रो घर रुङ्नु मैले जरुरी छैन तिमी चाहिँ बिहानदेखि लखर घुम्न जान्छौ म चाहिँ यहाँनिर रुँगिरहनु अबदेखि म पनि जान्छु म परा छैन तिम्रो घरमा बस्नु पर्छ तिमीले ल जाऊ तिमी नभएर पनि केही हुँदैन हाम्रो काम रोकिनेवाला छैन क्यारे कति रिसाइराख्यो सबै फालेर छोडेर हिँडेकै के गर्नु अब आफ्नो घर हो घर नसम्हाली भएन यति भए पनि लानै पर्यो आइमाईलाई सबै अधिकार दिएपछि अब छाडा चढेपछि यस्तै हुन्छ यति राम्रो सिराक पनि खत्तमै पारेछ नि आइमाईलाई के भन्नु अब नमस्कार गरे दाइलाई होइन ए डाका के को नमस्कार भनेको तैँले नमस्ते भनेको नि दाजु होइन आफ्नै बुढीले त हेपी यसले पनि त लौखा भनेर आएर चाहिँ नि नमस्कार पो गर्दो रहेछ त्यो पनि मैले तपाईँलाई लौखा भन्छु होला त्यो पनि मैले लौखा भनेर अरे फेरि पनि पो लौखा भन्दैछ है जिरो त के खोज्नु के खोज्नु आएको अब त्यो त म त यहाँ त जहिले आइरहेको छु नि हिजो पनि आएको थिएँ अस्ति पनि आएको थिएँ त्योभन्दा अस्ति पनि आएको थिएँ आइरहन्छु दिनदिनै आउँछु त्यही भएर आज पनि आएको नि घाँटे दिनसँग मादलको तालमा अब त कसरी भन्नु घाँटे त्यतिको चाहिएको छु ए बुढी किन हिँडी भनेको घर झगडा गरेर हिँडी भनेको त यो साला चाहिँ जिरे दिनदिनै आउँदो रहेछ पो घर झगडा आउँदो रहेछ अनि पो घर छोडेर हिँड्ने मलाई हैरान पारि अनि सामान उठाएर ए जिरे यस घाममा चैतको घाममा यसलाई यही सिरकले पक्न तलाई मैले जानेको छु घर झगडा लाउनु पक्न तलाई मैले यही सिरकमा गोटमुटाएर तलाई यो उकाएर चैतका घाममा ल के अरे डर ए आमाले त सिरक बाहिरै पो छोडेर जानुभएपछि भित्र लानु पर्थ्यो दाइ आउनु न कस्तो बाहिर छ अलिकति मलाई भित्र लान सहयोग गरिदिनु आम्मो के यस्तो बिजो हो यति बुलाउँदो हो नि त नि नमस्कार बस्नु बहिनी बहिनी अघि म अलि अफिसमा बिजी थिएँ तपाईँको के थियो होला समस्या अलि मैले बुझिसकेन अघि चिया खाऊ पर्दैन
पर्दैन सर म चिया कहिले खाने यो फाइल चाहिँ हेरिदिनु न त बिजी हो तपाईँ र सर यति सानो काम छ म त कति हैरान भइसक्यो तपाईँले जसरी भए पनि गरिदिनु पर्यो यस्ता काम कति छ कति बहिनी अब सिस्टमले गर्दा किमा बस्नुपर्छ अब तपाईँले भन्ने साथ हुन्छ त काम बरु सरलाई यसो ल ल तपाईँ काम भइहाल्छ ओहो हाकिम साहब घर जग्गा बेचे क्या हातभरि पैसाको बिटो त निकै ठुलो बोक्नु भएको छ त होइन ए मदनजी पो त्यस्तो के होइन बस्नु बस्नु नेपाली जनताले तिरेको करबाट तलब खुवाएर बनाएको हाकिमको यो चाला मैले यो कुरा धेरै पहिलेदेखि सुनेको थिएँ तर आज प्रत्यक्ष मैले देख्न पाएँ बन्द गर्नुहोस् यसरी घुस खाएर नेपाली जनतालाई चुस्नु ए अब त अफिसमा नभएर घर घरमा बोलाउन थाल्नुभयो दक्षिणा वा भेटी पैसाको पेटी नचढाई नेपाली नागरिकले केही गर्न नसक्ने यो घुसखोरी तन्त्रको अन्त्य कहिले होला खबरदार जसले जे गरे नि छुट छ सोझालाई बङ्गाली लुट छ शासन र सत्ता कब्जाउने दाउमा खुट्टा परे दुईवटा नाउमा खबरदार 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 बाहिर बाहिर दमदार हुनै पर्छ होसियार नेता र कर्मचारी घुसका बकारी इमानदारले गर्नुपर्छ जतासुकै चाकरी कन्डक्टरको इसारामा ड्राइभरहरू व्यस्त हाकिमहरू अफिसमा डगलाउँदै मस्त खबरदार खबरदार होसियार